नमस्ते सबैजना। आज चाहिँ म यसो साथीहरूको बारेमा कुरा सेयर गरौँ भनेर सबैलाई यस्तो नै हुन्छ होला अब म जस्तै कति साथीहरू थिए हामी सानो छँदा हुर्किने बेलामा पढ्ने बेलामा के गरियो साथीहरू को थिए भनेर यसो अहिले याद आउँछ। 1 देखि 12 कक्षासम्म म गुल्मी नै पढेर साथीहरू गाउँकै टन्नै थिए जियोस्। अब घाँस काट्नेदेखि लिएर बाख्रा चराउने एभ्रिडे, त्यसपछि बेलुका परेपछि खेल्न जाने क्रिकेट भलिबल, त्यो अब सानो छँदा त अनि त्यो रनअप भन्ने यताउता खेल्दा टन्नै थिए साथीहरू। त्यसपछि 12 पढेपछि अब काठमाडौँ बाहिर जाने यताउता गर्नको लागि काठमाडौँ आइसकेपछि पनि घर गइरहेको नि त्यति बेला पनि गाउँमै साथीहरू थिए, भेट हुन्थ्यो, सबै सर्कल थियो। हाम्रो सर्कल तब छुट्नु पुग्यो कि 2015 मा म बाहिरको लागि ट्राई गरेर बाहिर आएँ अस्ट्रेलिया। आएपछि चाहिँ त्यहाँ भएका मेरो साथीहरू पनि बिस्तारै विदेश जाने क्रम बढ्न थाल्यो। त्यसपछि चाहिँ साथीहरू सर्कल टुट्दै जान थाल्यो। 17 मा नेपाल गएँ, त्यहाँ पनि थियो ग्याङ नै थियो। नेपाल जाँदा पनि टन्नै थियौँ हामी, कुरा पनि रेगुलर हुन्थ्यो। अब मिस गरेछु यताउता सब कुरा हुन्थ्यो। 18-19 मा पनि गएँ नेपाल। त्यसपछि गइराख्दा थिएँ, तर अहिले चाहिँ अब के हुँदो रहेछ भने अब बिहे पनि भइहाल्यो। बिहे भइसकेपछि चाहिँ अब साथीहरू पनि धेरै जसोको बिहे भइसक्यो। अब 2-3 जना साथीहरू छन् बिहे गर्नु पर्ने, हामीभन्दा अलिकति सानो एजको। अब यस्तै हुँदो रहेछ, आफ्नै अब गर्नु पर्दो रहेछ। वाट नेक्स्ट, अब के गर्ने कसो गर्ने है, त्यो सर्कल त्यो एजले पनि म्याटर गर्दो रहेछ भन्छु मैले। तर खेल्न जाने यसो गरौँ भन्ने त्यस्तो लाइक पहिला जस्तो जागर पनि नआउने हुन्छ नि। त्यसपछि यहाँ अस्ट्रेलिया आइसकेपछि पनि बाहिरका साथीहरूसँग भयो, राम्रै सम्बन्ध भयो। 2-3 जना साथीहरू स्टिल छ, तर ती साथीहरू हेर्छु म अहिले कोही पनि छैन हाम्रो गाउँमा। अलिअलि भएका पनि स्टिल हिँड्दैछन्, कोही पनि छैन। अब नेपाल गयो भने चाहिँ लास्ट के रहेछ त भने बुढाबुढी, ठ्याक्क बुढाबुढी जे परे पनि बुढाबुढी नै रहेछ। अब साथीहरू भन्ने ग्रुप त छ फेसबुकमा, हामीले ग्रुप बनाएर कुरा गर्छौँ, यसो गर्ने भविष्यमा उहीँ गएर फर्केर बस्नुपर्छ गाउँमा यताउता भन्ने सब कुरा हुन्छ। तर अहिले यसो हेर्दाखेरि छुट्टी नै भयो पनि